साथीहरू नमस्कार। शेयर बजारमा फेरि एउटा नयाँ अवसर आएको छ। आज माघ 22 गतेदेखि होटल फरेस्ट इन लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। यो कम्पनीले काठमाडौँको बुढानीलखण्डमा 5 तारे होटल इन रिसोर्ट सञ्चालन गरिरहेको छ। के यो होटलमा लगानी गर्दा तपाईँको पैसा सुरक्षित छ? के यसले भविष्यमा राम्रो प्रतिफल दिन सक्छ? आजको यो भिडियोमा हामी यसको वित्तीय अवस्था, यसको क्रेडिट रेटिङ र लगानी गर्ने कि नगर्ने भन्ने बारेमा विस्तृतमा चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। सबैभन्दा पहिले मुख्य कुरा बुझौँ। होटलले प्रति किता 100 रुपियाँ अङ्कित मूल्यको दरले कुल 40 लाख किता आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो, जसमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा 4 लाख किता आइपिओ जारी गरी बाँडफाँड गरिसकेको छ। अब होटलले बाँकी रहेको 36 लाख किता आइपिओ मध्ये 2 लाख किता सामूहिक लगानी कोषहरूका लागि र 80,000 किता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको 33 लाख 20,000 किता सर्वसाधारणका लागि आजबाट निष्कासन गरेको हो। यसमा आवेदन दिनको लागि चाहिँ आज माघ 22 गतेदेखि माघ 26 गतेसम्म ब्याङ्किङ आवर जति हुन्छ त्यति बेलासम्म आवेदन दिन सकिने रहेको छ। यसको प्रति किता चाहिँ 100 रुपियाँ रहेको छ भने निवेदन चाहिँ न्यूनतम चाहिँ तपाईँले 10 किता र अधिकतम 2 लाख कितासम्म तपाईँले आवेदन दिन सक्नुहुन्छ। यो गोला प्रथाबाट बाँडफाँड हुने भएकोले 10 किता नै भर्नु यसको बुद्धिमानी हुनेछ। यसमा भाग्यमानी 3,32,000 जनाले 10 किताका दरले सेयर पाउनेछन्। यो होटल साधारण होटल मात्र होइन, यो अन्तर्राष्ट्रिय ब्रान्ड होलिडे इनसँग साझेदारीमा सञ्चालित छ। यसको कुल लागत करिब 3 अर्ब 57 करोड रुपियाँ छ भने पर्यटन क्षेत्र सुधार भइरहेको बेला यस्ता 5 तारे होटलको भविष्य राम्रो देखिन्छ। तर एउटा कुरा याद राख्नुहोस्, होटल क्षेत्रमा लगानी गर्दा प्रतिफल पाउन भने केही समय धैर्य गर्नुपर्ने हुन्छ। लगानी गर्नु अघि जोखिम पनि हेर्नुपर्छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यसलाई IRNBB अर्थात् BB- रेटिङ दिएको छ। यसको मतलब के हो त भन्दा यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम रहेको देखाउँछ। होटल नयाँ भएको र ऋणको भार केही बढी भएकाले यस्तो रेटिङ आएको हो। त्यसैले कम्पनीबाट तुरुन्तै ठुलो डिभिडेन्ड आशा नगर्नुहोला, तर दीर्घकालीन रूपमा भने यसले राम्रो प्रतिफल दिन सक्छ। अन्तिममा तपाईँलाई कहिलेकाहीँ प्रश्न आउन सक्छ, यो के आइपिओ भर्ने त अथवा नभर्ने त? मेरो व्यक्तिगत सुझाव हेर्नुहुन्छ भने यदि तपाईँसँग 1,000 रुपियाँ छ र सेयर बजारमा आफ्नो पोर्टफोलियो बढाउन चाहनुहुन्छ भने यो आइपिओ भर्नु फाइदाजनक नै देखिन्छ। होटल सेक्टरका सेयरहरू प्राय दोस्रो बजारमा राम्रो मूल्यमा कारोबार हुने गर्दछन्। त्यसैले लिस्टिङ गेन गर्नका लागि भए पनि 10 किता भर्दा घाटा हुँदैन। तपाईँ यो आइपिओ भर्दै हुनुहुन्छ कि नै? कमेन्टमा पक्कै लेख्नुहोला। भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सनुहोला। जय नेपाल, जय सेयर मार्केट।